अलि खै निगाले बजार हो कि अब देउराली हो देउराली चाहिँ अब देउराली नै हो यहाँदेखि नै देउराली हो हुन चाहिँ मारी चेकिङ पो रहेछ त अनि काठमाडौँदेखि हजुर 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 हाम्रो यही अब 3 नम्बर 6 नम्बर मेलुङ हजुर ए आउँछ बिस्तारै आउँछ ल साथीहरू एकदम कडा चेकिङ रहेछ होइन चेकिङ पनि पास भयो यहाँबाट चाहिँ डक्क लाएर अब चाहिँ ढुक्कै होला अन्त त छैन होला तर ठिकै हो अब यो बेला होइन कुनैले अब हतियारहरू बोकिरहेको हुन्छ के हुन्छ त्यही भएर चेकिङ गरे होला काठमाडौँको धुलो धुवा भन्दा त गाउँघरको हावापानी त ओखो काम त मिठो तर कच्ची पनि खै बनायो भन्थ्यो उसले ज्ञाने सरले हिजो ए बाटो त फिलिली छ भन्थ्यो अब के छ अब हेरौँ यो सैलुङ जाने बाटो ढुङ्गे जाने बाटो यहाँबाट सिधै हो उसमा अब जाने चाहिँ सिधै हो ल यहाँ त गुम्बा पो के पो थियो जस्तो लाग्थ्यो कि होइन ए गुम्बा तल चाहिँ रहेछ के गर्नु लाग्छ त अनि यो अब हाम्रो चाहिँ अब कृषिहरूको लागि यो तरकारीहरू एकदम डम्पलिङ गरेर राख्ने ठाउँ यो चिस्यान केन्द्र यहाँसम्म खत्तम थियो अनि ए होइन यहाँसम्म राम्रो थियो यहाँदेखि उता अलिक खत्तम थियो म हिँड्ने बेला अहिले अलिकति बनाएछ यो बनाउन त यता त अहिले धेरै बनाएछ पहिला अस्तिको भन्दा म हिँड्ने बेलातिर भन्दा तर यो त पुरै तामाङ बस्ती रहेछ अब बाटो त्यस्तो छ त्यो त हुन्छ है जसको पनि मेरो मात्रै होइन अब बाटो यस्तो छ त अब के गर्नु त अनि अब यतापट्टि छोटो छ धेरै न धेरै छोटो छ यतापट्टि तर बाटो कस्तो छ त यताबाट जान्छ त यताबाट चाहिँ अनि 1 घन्टा लाग्छ त अनि यहीँ मुनि निस्किनलाई अनि जान्छ है ए यहाँ चला है कुट्ला छु आफू चल्यो भने लड्छ फेरि कुट्ला चुले गाउँको बाटो भनेको यस्तै हो हिँडेको छको कुरै छोड्नु न यो बाटोमा यहाँनिर कम दुःख गरेको छु मैले ज्ञानी सरको गाडीलाई फस्ने यो हुने यही हो मेन लास्टै खदम भन्ने ठाउँ यही हो यति सोलिङ हालेर के गर्नु यहाँ तलतिर खै त अनि सोलिङ त त्यो सोलिङमा कस्तो गाह्रो भएको छ छैन
1 घन्टाको फरक पर्छ यो बाटो र उतेको बाटो। थाहा छ त्यो त यो हिँडेर निस्किन्छ गाडी निस्किँदैन क्या सँगसँगै हुन्छ गाडी चाहिँ हिँडेको यहाँबाट 10 मिनट लाग्थ्यो हामी यहाँ झर्नलाई अब यहाँ माथि नै निस्किनलाई 10-12 मिनट लाग्थ्यो उताको बाटो हिँड्दाखेरि ठक्रक्क 1 घन्टा 15 मिनट हुन्छ कम टाढा छ त्यो गाउँ घुमाएर झिकेको बाटो थियो कस्तो राम्रो छ बाटो राम्रो त अब खै कस्तो छ त्यो त राम्रो छ मतलब राम्रो ठिकै होला अन्त छिरो छैन त्यहाँबाट कहाँ त्यो बाटोबाट उताबाट अब बर्खामा त नराम्रो थियो त यही बाटो राम्रो रहेछ नि ठाडै ओह्रालो रहेछ र मात्रै त हो नि यहाँ पनि धेरै दुःख गरेको थियो यहाँ पनि हालेछ सिङ्गै हालिदिया भए भइहाल्थ्यो नि हाल्दै रहेछ क्या त्यही छेउलाई राख्ला अब खुट्टा त अनि राख्नु परेन भनेको अप्ठ्यारो ठाउँमा खुट्टा टेक्छ हो त्यही बेला त लड्ने हो जिउ ढल्काउने बित्तिकै लडिहाल्यो नि चिउ ल ए चिउले हाते त्यहाँदेखि होटी अप्ठ्यारो ठाउँ रोकेर बस्छ होला ए तेरी गाउँको बाटो भनेको यस्तै हो क्या अब यो बजार खानेको लागि मात्र यो गरे हो सोलिङ गरे हो यो नत्र सोलिङ यस्तो हुन्छ त अनि यो ढुङ्गा चाहिँ भएको चाहिँ बाटो जस्तो छ अनि सोलिङ भएको भए त समक्क झन् गाडी चलाउन सजिलो हुनुपर्ने हो नि त अनि फटाक फुटुक उफ्रिएला यताउता गऱ्यो भने चाहिँ लड्ने हो क्या चुपा लाएर पछाडिको मान्छे बस्यो भने त लड्दैन नि हामी लानेलाई त हाम्रो हिसाबले लगिहाल्छ नि बघा यी जुगुसम्म जाने यार बस्यौँ मलाई यस्तो बाटो ल्याएर मेरो साथी झन्नै गएको तेरो त हात पनि गल्यो कति ठक्रक्कै 6 मिनट भएछ त्यो तल झर्न अनि यो बाटो आएको भए थोरैमा पनि 15 मिनट होइन आधी घन्टाभन्दा बेसी लाग्छ यति खाल्डो त अनि भइहाल्छ नि त नि यति खाल्डोमा चाहिँ किन झर्नु पर्यो के यहाँ त अनि पुरै बजार लागेछ त अनि
के भयो भयो एकछिन बसे रोकेर चलायो हराउँछ दिमागै खायो ए पहिलाको भन्दा बाटो राम्रो बनाएको छ बनाउन चाहिँ है आहा पहिला कहाँ यतिको थियो र पहिला त खतम थियो नि अहिले त बाटो नि बढाएछ भित्ताहरू नि राम्रो नाला बनाइदिएछ ल है ल भैँसीदेखि ढाडे खोलासम्मको चाहिँ बाटो अब चाँडै पिच होला जस्तो छ कटोस् के हुँदैन मान डाँडा आइपुग्यो अब यहाँबाट कता जाने घर जाने तलतिर त जाँदैन है दर्जीहरू गइसक्यो उनीहरू घरमा अनि यहाँबाट झर्ने हो तलतिर जाने मान्छे अनि अब नगएर त कहाँ चाहिँ गएर बसेको नि घर गइसक्यो उनीहरू फोन गर्ने आएन अब फोन ल झार्दा खाम लु म जाँदिनँ क्या कस्तो रहेछ भनेको ल बिस्तारी जानुहोस् है दिदी गयो ल आरामले जानुहोस् घर म भोलि पर्सि आउँछु ल बाई बाई कहाँ अनि यहाँ रात परिसक्यो घरमा पुग्नु परेन भनेको म बाइक बिग्रियो त्यस्तो तनाव भएर बसिरहेछ म चाहिँ घरतिर लागेँ साथीहरू मैले चाहिँ दिदीलाई चाहिँ छोडिदिएँ है दिदी चाहिँ त्यहाँ अलि उयो तलतिर हो होइन छन चाहिँ अनि त्यहाँबाट चाहिँ हिँडेर जानुहुन्छ मेरो त अझै छ लाग्छ खो जाउँ छोडेर आइ कहाँ रात परिसक्यो तपाईँहरू जाने हो तपाईँ गएर आउनु भयो आउनु न म त हिँडेँ कहाँ तलसम्म पुर्यायो भने अहिले उहाँ घरमै पुगेर चाहिँ उहाँ कहाँ फर्केर आउँछ त अनि छिर्दा यता त झन् ढिलो हुन्छ छोरी आऊ यहाँ बस ऊ त्यहाँ मुनि त हो नि हिँडेर नि त्यही हो क्या अब त्यही 10 मिनट जति लाग्छ भने हिँडेर जानलाई औ तपाईँहरू जानु भयो जानु म त हिँडेँ लगभग 1 घन्टा जति लाग्छ होला यार हट बाटो यस्तै हो न कुद्न पाउनु न केही न केही 20-21 को उसमा हिँड्ने हो ए त्यही हो गाह्रो छ गाह्रो तर उहाँ मुनि एउटा दाइ त चिन्ने दाइ थियो है त्यहाँ मुनि चाहिँ एउटा ये हेलो डाँडाको नाम भन्छ
मेरो काका घर चाहिँ यहाँनिर छ है यो दुइटा काका नि रहेछ हैन ल सर माम खोइ काका ओ काका नमस्ते भर्खर आइपुगेको ट्याबे भने चाहिँ के हो खासमा त्यस्तो ए त्यसलाई ट्याबे भन्छ मलाई थाहा थिएन नि त जाने बुढोहरू कहाँ गयो ए जाने अब ल गयो आन्टी ल यो सोलिङ हो भनेको यो बाटो हो त्यो आम्मा लगाएर उफ्रेको ल यस्तो छ बाटोको हालत यो चाहिँ हो है फेरि यो चाहिँ खतरा हो ल गर्छ मेलुङमा पनि केही गर्छ कसैले गर्छ बना चाहिँ बवाल बना चाहिँ बाटो चाहिँ ल मेलुङ बजार यही हो सानो छ भोलि मेरो मतदान हुने ठाउँ त्यो हो होइन त्यसैको लागि यो जुन रमझम छ नि हो त्यसैको लागि हो क्या अहिले त्यहाँ टेबल सेबल टक्क राखेको रहेछ होइन यहाँबाट बाहिर निस्किने उतापट्टि साइडबाट इन्ट्री गरेर होइन ट्याक्का भडाल्ने यहाँबाट चाहिँ ट्याक्का बाहिर निस्किने होइन यहाँ लेखेर राख्ने रहेछ ल हाम्रो यहाँ भोलि मतदान हुने ठाउँ यही हो है डाङडुङ यसो चलिरहेको रहेछ ल ल यहाँ चाहिँ अब सब चिज रेडी भइसक्यो रहेछ अब चाहिँ यहाँ भोलि टक्क लगाएर एक ट्याङ हान्ने हो अनि त्यसपछि सर निस्केर त्यसपछि फेरि काठमाडौँ आफ्नै कामतिर हिँड्नुपर्छ त्यही त हो नि अब हेरौँ त्यहाँ अब मेरो गाउँको जक्सनमा के चलिरहेछ को छ होइन ल जक्सन चाहिँ यो साथीहरू ल यहाँ चाहिँ हाम्रो चाहिँ एकदम पुरानो जक्सन आम्मा टोली त ठाउँमै छ त जेन्जी आयो जेन्जी ल नमस्कार है हजुर सबैजनालाई ल सबैजनालाई नमस्कार है म त डाँडाबाट तलतिर घरतिर लागेँ होइन हेट मेरो यता चाहिँ फेरि लास्ट खतम बाटो छ यार के छ हो दाइ आराम हुनुहुन्छ एट ओए मासला यस्तो बाटो छ यार यो त अनि अलिकति पनि बाटो बनाएको छैन यस्तो छ यस बाटो नै ल मेरो गाउँ चाहिँ यही हो मेरो चाहिँ ऊ त्यो डाँडामा छ घरै देख्दैन है यहाँनिर राख्यो होइन
पटक घुमाएर ल म चाहिँ यहाँ घर आइपुगेँ घरैमै चाहिँ बाइक ल्याउने ठाउँ छैन है मेरो चाहिँ घरैमा चाहिँ बाइक ल्याउने ठाउँ छैन ल बाइकलाई यहाँ राखिदिउँ आइ ल यहाँ घरमा आइपुगेँ अब यहाँ बाइक त्यता राखेँ ए लसो आमा नमस्ते दाइ खै रात आउँदै हुनुहुन्छ पछाडि हजुर म घ्याङदेखि रात दाइ पनि घ्याङबाटै हो त्यति साह्रो राम्रो छैन रहेछ ल मेरो घर त्यही हो मेरो हजुरआमा लासो लासो